सम्पूर्ण नमस्कार। यो हो गोल्डोङ लोकल पोल्ट्री फार्म। आज तपाईहरुमाझ लोकल कुखुरा पालनका लागि चरण व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने एपिसोड ल्याएर तपाईहरुमाझ उपस्थित भइसकेका छौं। सुरु गरौँ आजको एपिसोडबाट। हजुर, लोकल कुखुरा दाना मात्र खुवाएर पाल्नु भन्दा चरणमा चराएर वा घाँस खुवाएर पाल्नु आर्थिक दृष्टिले धेरै फाइदाजनक हुन्छ। चराएको वा घाँस खुवाएको कुखुरालाई खनिज वा भिटामिनको कमी हुन पाउँदैन। सामान्यतया लोकल कुखुरालाई 6 हप्ताको उमेरपछि घाँस खुवाउनु र चराउनु उपयुक्त मानिन्छ र राम्रो पनि मानिन्छ। यसो गर्दाखेरि कुखुरामा आफ्नो पाचन शक्ति वृद्धि भई रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने गर्दछ। रेसा कम र पौष्टिक तत्त्व धेरै भएको घाँस कुखुराका लागि उपयुक्त हुन्छ। त्यसैले कुखुराको चरणमा बहुवर्षीय र कोसे जस्ता घाँसहरू बाहुल्य रूपमा राम्रोसँग मानिन्छ। यो खुवाउनु कुखुराका लागि अति उपयोगी र राम्रो मानिन्छ। त्यसैले कुखुराका लागि उपयुक्त घाँसहरू र तिनीहरूको खेती गर्ने तरिकाको बारेमा उल्लेख गरिएको विभिन्न सञ्चार माध्यमहरू र नेपाल सरकारबाट पनि उपलब्ध गर्न सकिएको छ। लोकल कुखुरालाई मध्यनजर गर्दै कुखुराको चरण व्यवस्थापन गर्दा यसलाई हामीले राम्रोसँग आम्दानी लिन सकिन्छ। लोकल कुखुराबाट यसरी चरण व्यवस्थापन गरेर कुखुरा पाल्दाखेरि हामीले राम्रोसँग आम्दानी लिन सकिन्छ। यसो गर्दाखेरि चाहिँ हामीले दाना पानी कम मात्र दिएर पनि अत्याधिक मात्रामा हामीले आफूले इच्छाएको मूल्यमा कुखुरा बिक्री वितरण गरेर हामीले नाफा आर्जन गर्न सकिन्छ। बाहिर चरणमा चराउँदाखेरि कुखुराले चाहिँ घाँसपातबाट विभिन्न प्रकारको किरा फट्याङ्ग्राहरू उपलब्ध हुन्छ र किरा फट्याङ्ग्राहरू खाएर कुखुराले आफ्नो पौष्टिक तत्त्वलाई प्राप्त गर्न सहयोग गर्दछ। साथसाथै घाँसले चाहिँ कुखुराको पाचन शक्ति बढाउने र इम्युनिटी पावर बढाउने काम पनि गर्दछ। त्यसकारण हामीले सकेसम्म लोकल कुखुरालाई खुल्ला रूपमा छोडेर हरियो घाँसहरूमा चाहिँ हामीले चराउन सकिन्छ। यदि हामीले कुखुरालाई चाहिँ छोड्न सकेन, चराउन सकेन, नसक्ने अवस्था छ भने तपाईहरुको खोर चाहिँ जुन घरमा मात्र सानो खोरमा अथवा घरको एउटा कम्पाउन्डभित्र मात्रै छ भने त्यस्तो कुखुराहरूलाई पनि तपाईहरुले घाँस ल्याएर कटिङ गरेर खुवाएर पनि पाल्न सक्नुहुनेछ। यसो गर्दाखेरि कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ। घाँस खुवाउँदाखेरि हामीले दानामा कटौती गर्न सकिन्छ, किनभने कुखुराको शरीरलाई 25% घाँस आवश्यक पर्दछ, 25% ढुङ्गा आवश्यक पर्दछ र 50% चाहिँ कुखुरालाई दानाको आवश्यकता पर्दछ। दाना भन्नाले ढुटो, मकै, चोकर, च्याख्ला, गहुँ, जुठो भातहरू आदि इत्यादि हुन सकिन्छ। लोकल कुखुरालाई हामीले यी प्रकारको दानाहरू खुवाएर हामीले आफ्नो उत्पादन बढाई मनग्गे आम्दानी कमाउन सकिन्छ। गरेर हामीले नाफा आर्जन गर्न सकिन्छ। बाहिर चरणमा चराउँदाखेरि कुखुराले चाहिँ घाँसपातबाट विभिन्न प्रकारको किरा फट्याङ्ग्राहरू उपलब्ध हुन्छ र किरा फट्याङ्ग्राहरू खाएर कुखुराले आफ्नो पौष्टिक तत्त्वलाई प्राप्त गर्न सहयोग गर्दछ। साथसाथै घाँसले चाहिँ कुखुराको पाचन शक्ति बढाउने र इम्युनिटी पावर बढाउने काम पनि गर्दछ। त्यसकारण हामीले सकेसम्म लोकल कुखुरालाई खुल्ला रूपमा छोडेर हरियो घाँसहरूमा चाहिँ हामीले चराउन सकिन्छ। यदि हामीले कुखुरालाई चाहिँ छोड्न सकेन, चराउन सकेन, नसक्ने अवस्था छ भने तपाईहरुको खोर चाहिँ जुन घरमा मात्र सानो खोरमा अथवा घरको एउटा कम्पाउन्डभित्र मात्रै छ भने त्यस्तो कुखुराहरूलाई पनि तपाईहरुले घाँस ल्याएर कटिङ गरेर खुवाएर पनि पाल्न सक्नुहुनेछ। यसो गर्दाखेरि कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ। घाँस खुवाउँदाखेरि हामीले दानामा कटौती गर्न सकिन्छ, किनभने कुखुराको शरीरलाई 25% घाँस आवश्यक पर्दछ, 25% ढुङ्गा आवश्यक पर्दछ र 50% चाहिँ कुखुरालाई दानाको आवश्यकता पर्दछ। दाना भन्नाले ढुटो, मकै, चोकर, च्याख्ला, गहुँ, जुठो भातहरू आदि इत्यादि हुन सकिन्छ। लोकल कुखुरालाई हामीले यी प्रकारको दानाहरू खुवाएर हामीले आफ्नो उत्पादन बढाई मनग्गे आम्दानी कमाउन सकिन्छ। लोकल कुखुरा त्यस्तो खालको व्यवसाय हो जुन व्यवसाय हामीले 1 दिन, 2 दिन र 3 दिन दाना नखुवाउँदाखेरि पनि हामीले लोकल कुखुराबाट चाहिँ घाटा बेहोर्न पर्दैन। किनभने लोकल कुखुराले 1 दिन नखाँदैमा, 1 दिन दाना पानी कम हुँदैमा त्यो घट्ने
अथवा मर्ने हुँदैन। लोकल कुखुरा र ब्रोइलर कुखुरामा फरक यहीँनिर रहेको छ। किनभने ब्रोइलर कुखुरालाई चाहिँ एक दिन मात्र दाने पानीमा कमी गऱ्यो भने उसको वेटमा उसको तौलमा ह्रास आउँदछ। तर लोकल कुखुरामा यस्तो ह्रास कदापि कहिले पनि आउँदैन। त्यसकारण ब्रोइलर कुखुरा पाल्नुभन्दा लोकल कुखुरा पाल्नु हामी किसानलाई अत्याधिक लाभदायक छ र हामीले लोकल कुखुरा पाल्दाखेरि एकदम विचार गरेर पाल्नुपर्दछ। विभिन्न प्रकारको रोग सरुवा रोगहरू लाग्न सक्छ। त्यसकारण हामीले दैनिक रूपमा लोकल कुखुरालाई हेरविचार गर्नुपर्दछ। दैनिक रूपमा सरसफाइ गर्ने, दैनिक रूपमा सफा पानी दिने, एकचोटि खोरमा वरिपरि हेर्ने, सफा चाहिँ गर्नुपर्दछ। यसो गर्दाखेरि चाहिँ लोकल कुखुरालाई लाग्ने रोग चाहिँ अत्याधिक कम हुन जान्दछ। लोकल कुखुरालाई अत्याधिक लाग्ने अथवा सताउने परजीवी एउटा सुलसुले हो, जुन सुलसुले धेरै पटक लोकल कुखुरा त्यस्तो खालको व्यवसाय हो जुन व्यवसाय हामीले एक दिन, 2 दिन र 3 दिन दाना नखुवाउँदाखेरि पनि हामीले लोकल कुखुराबाट चाहिँ घाटा बेहोर्न पर्दैन। किनभने लोकल कुखुराले एक दिन नखाँदैमा, एक दिन दाना पानी कम हुँदैमा त्यो घट्ने अथवा मर्ने हुँदैन। लोकल कुखुरा र ब्रोइलर कुखुरामा फरक यहीँनिर रहेको छ। किनभने ब्रोइलर कुखुरालाई चाहिँ एक दिन मात्र दाने पानीमा कमी गऱ्यो भने उसको वेटमा उसको तौलमा ह्रास आउँदछ। तर लोकल कुखुरामा यस्तो ह्रास कदापि कहिले पनि आउँदैन। त्यसकारण ब्रोइलर कुखुरा पाल्नुभन्दा लोकल कुखुरा पाल्नु हामी किसानलाई अत्याधिक लाभदायक छ र हामीले लोकल कुखुरा पाल्दाखेरि एकदम विचार गरेर पाल्नुपर्दछ। विभिन्न प्रकारको रोग सरुवा रोगहरू लाग्न सक्छ। त्यसकारण हामीले दैनिक रूपमा लोकल कुखुरालाई हेरविचार गर्नुपर्दछ। दैनिक रूपमा सरसफाइ गर्ने, दैनिक रूपमा सफा पानी दिने, एकचोटि खोरमा वरिपरि हेर्ने, सफा चाहिँ गर्नुपर्दछ। यसो गर्दाखेरि चाहिँ लोकल कुखुरालाई लाग्ने रोग चाहिँ अत्याधिक कम हुन जान्दछ। लोकल कुखुरालाई अत्याधिक लाग्ने अथवा सताउने परजीवी एउटा सुलसुले हो, जुन सुलसुले धेरै पटक एउटै मात्र खोर प्रयोग गर्नु, त्यो खोरलाई सफा नगर्नु, त्यस्तो गर्दाखेरि चाहिँ सुलसुले लाग्दछ। जस्तै एउटा पोथी ओथार बस्दाखेरि ओथार बस्यो, चल्ला निकाल्यो, फेरि त्यही ओथारमा ओथार राख्यो, चल्ला निकाल्यो, फेरि तेस्रो पटक पनि त्यो ओथारमा चल्ला राख्यो, अन्डा राख्यो, चल्ला कराल्यो। हो, त्यस्तो खोरमा चाहिँ, त्यस्तो ओथारमा चाहिँ सुलसुले पर्ने सम्भावना अत्याधिक रहेको हुन्छ। सुलसुले पऱ्यो भने हामी मानिसलाई पनि अत्याधिक असर गर्दछ। किनभने त्यो सुलसुलेले यदि चिलाउँछ है, त्यस्तो खालको छ सुलसुले भन्ने चिज। त्यसकारण हामीले आफ्नो कुखुरालाई राम्रोसँग उत्पादन गर्नको निमित्त खोरलाई दैनिक रूपमा सफा गर्ने, दैनिक रूपमा नसके 1 हप्तामा सफा गर्न सक्नुपर्दछ र सफा गरेर यसरी विभिन्न प्रकारको परालहरू पिछाउनु पर्दछ। यसलाई चाहिँ ओभानो हुनुपर्दछ, चिसो हुनु हुँदैन। चिसो भयो भने कुखुरालाई ख्यारख्यारे रोग, जुन निमोनिया लाग्दछ, घ्यारघ्यार लाग्ने, ख्यारख्यारे गर्ने, सिँगान बगाउने, त्यस्तो खालको रोग लाग्छ। त्यसकारण हामीले जाडो महिनामा होस् या गर्मी महिनामा होस्, कुखुरालाई चाहिँ एकदम सफा सुकिलो मुकिलो यस्तो परालहरू, छुवालेहरू, धानको पुसहरू ओछ्याएर चाहिँ हामीले कुखुरालाई व्यवस्थित रूपमा उनीहरूलाई सफा राख्नुपर्दछ। यसो गर्दाखेरि चाहिँ कुखुरामा चाहिँ सरुवा रोग सर्न पाउँदैन र हामीले आफ्नो उत्पादनलाई बढाउन सकिन्छ। एउटै मात्र खोर प्रयोग गर्नु, त्यो खोरलाई सफा नगर्नु, त्यस्तो गर्दाखेरि चाहिँ सुलसुले लाग्दछ। जस्तै एउटा पोथी ओथार बस्दाखेरि ओथार बस्यो, चल्ला निकाल्यो, फेरि त्यही ओथारमा ओथार राख्यो, चल्ला निकाल्यो, फेरि तेस्रो पटक पनि त्यो ओथारमा चल्ला राख्यो, अन्डा राख्यो, चल्ला कराल्यो। हो, त्यस्तो खोरमा चाहिँ, त्यस्तो ओथारमा चाहिँ सुलसुले पर्ने सम्भावना अत्याधिक रहेको हुन्छ। सुलसुले पऱ्यो भने हामी मानिसलाई पनि अत्याधिक असर गर्दछ। किनभने त्यो सुलसुलेले यदि चिलाउँछ है, त्यस्तो खालको छ सुलसुले भन्ने चिज। त्यसकारण हामीले आफ्नो कुखुरालाई राम्रोसँग उत्पादन गर्नको निमित्त खोरलाई दैनिक रूपमा सफा गर्ने, दैनिक रूपमा नसके 1 हप्तामा सफा गर्न सक्नुपर्दछ र सफा गरेर यसरी विभिन्न प्रकारको परालहरू पिछाउनु पर्दछ। यसलाई चाहिँ ओभानो हुनुपर्दछ, चिसो हुनु हुँदैन। चिसो भयो भने कुखुरालाई ख्यारख्यारे रोग, जुन निमोनिया लाग्दछ, घ्यारघ्यार लाग्ने, ख्यारख्यारे गर्ने, सिँगान बगाउने, त्यस्तो खालको रोग लाग्छ। त्यसकारण हामीले जाडो महिनामा होस् या गर्मी महिनामा होस्, कुखुरालाई चाहिँ एकदम सफा सुकिलो मुकिलो यस्तो परालहरू, छुवालेहरू,
धानको भुसहरू ओछ्याएर चाहिँ हामीले कुखुरालाई व्यवस्थित रूपमा उनीहरूलाई सफा राख्नुपर्दछ। यसो गर्दाखेरि चाहिँ कुखुरामा चाहिँ सर्वरोग सर्न पाउँदैन र हामीले आफ्नो उत्पादनलाई बढाउन सकिन्छ।